हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ म के बनाउँदैछु भने हजुरहरूलाई देखाउँदैछु है साथीहरू। बिहानको नास्ता बनाउँदैछु आज म। बिहानको नास्तामा चाहिँ आज म प्यानकेक बनाउँदैछु साथीहरू। हेर्नुहोस्, मेरो सामग्रीमा चाहिँ 2टा अन्डा हालेँ अनि चिनी हालेँ। हेर्नुहोस्, आधा बाटी बटर हालेँ अनि अलिकति बेकिङ पाउडर हाल्नु जरुरी छ साथीहरू। 1 चम्ची बेकिङ पाउडर हालिदिनुहोस्। अनि मैले यहाँ चाहिँ आटा र मैदा मिसाएर लिएको छु, किनकि यो मैदाको मात्रै हुन्छ, तर मैदा बेसी खानु हेल्दी होइन। अनि आटा पनि मिसाएको छु साथीहरू। हजुरहरूले पनि यसरी बनाएर खानुहोस्, राम्रो हुन्छ बिहान बिहानै। बिहानको नास्ताहरू चाहिँ यो चाहिँ हल्का गुनगुना पानी लिनुहोस् ल। यसलाई मजाले फिटेर तपाईँले एकछिन राखिदिनुहोस्, 15 मिनट जस्तो। त्यहाँबाट बनाउनुहोस्, दामी फुल्छ साथीहरू। ल साथीहरू, यसलाई 10-15 मिनट, आधा घन्टा, तपाईँको खुसी कति टाइमसम्म तपाईँ राख्नुहुन्छ नि। यसलाई चाहिँ आधा घन्टा 1 घन्टा राख्यो भने झन् राम्रो हुन्छ। म चाहिँ यसलाई 15-20 मिनटै राख्छु, त्यहाँबाट चाहिँ बनाउँछु साथीहरू। भइसक्यो, मेरो चाहिँ बेक भइसक्यो। अब यो चाहिँ 15 मिनट राखेको थियो। हेर्नुहोस् साथीहरू, टाइम छ भने तपाईँले 15-20-25 आधा घन्टा तक राख्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ। भइसक्यो साथीहरू। म देखाउँछु ल साथीहरूलाई। मेरो चाहिँ तेल तातिसक्यो साथीहरू। तेल चाहिँ मैले बसाइरहेको थिएँ। तपाईँले घिउ पनि हाल्न सक्नुहुन्छ, बटर पनि हाल्न सक्नुहुन्छ। मैले चाहिँ तेल हालेको छु साथीहरू। उलट पुलट गर्दै तपाईँले यसरी ढक्कन लगाएर पकाउनुहोस्, छिटो पाक्छ। पाकिसक्यो साथीहरू। हेर्नुहोस् त कस्तो मजाले फुलेको छ। यसरी तपाईँहरूले नानीहरूको लागि लन्च बक्स पेक गरिदिन सक्नुहुन्छ। फाइनली बनेर कम्प्लिट भयो साथीहरू मेरो चाहिँ प्यानकेक। फिनिसिङ भयो लास्ट साथीहरू। तपाईँहरू पनि बनाएर खानुहोस्। मेरो चाहिँ बनेर एकदम रेडी भइसक्यो। हेर्नुहोस् साथीहरू, प्यानकेक। तपाईँहरू पनि बनाएर खानुहोस्, बिहान नास्ता राम्रो हुन्छ। कस्तो लाग्यो तपाईँहरूलाई मेरो रेसिपी? मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर गरिदिनुहोस् है साथीहरू। बाई बाई।